म चाहिँ अहिले चाहिँ यहाँनिर चाहिँ थाङजिनको हापथक भन्ने ठाउँमा चाहिँ बसिरहेको छु अहिले चाहिँ हैन। अनि यो ठाउँमा चाहिँ म भर्खर आएको कम्पनी चेन्ज गरेर अनि E7 हुँदैखेरि मैले अब E7 to E7 कम्पनी चेन्ज हानेको। अनि नयाँ कम्पनीमा आएको चाहिँ भर्खर भएको छ र आफ्नै वान रुम लिएर चाहिँ अहिले चाहिँ बसिरहेको छु मैले चाहिँ आफ्नो फ्यामिली बोलाउनको लागि चाहिँ। अनि यो हापथकको चाहिँ यो जुन बस टर्मिनल नजिकै रहेको छ 3,50,000 वन जति पर्दो रहेछ वान रुमलाई यहाँनिर चाहिँ। अनि अलिक पर पनि छ, अलिक सस्तो छ, तर यो टर्मिनल छेउमै भएको कारणले गर्दाखेरि चाहिँ अलिक महँगो पर्न गएको हो। अनि E7बाट कम्पनी चेन्ज गर्दाखेरि चाहिँ मैले इजक थोङ्गिसो लिएको थिएँ हैन। इजक थोङ्गिसो लिएर चाहिँ कम्पनी चेन्ज गरेको थिएँ। 1 महिना मात्रै भयो नयाँ कम्पनीमा गएको। अनि नयाँ कम्पनीमा नयाँ वातावरणमा अलिक घुलमेल हुन चाहिँ टाइम लाग्ने रहेछ। पुरानो कम्पनीमा चाहिँ लगभग 10 वर्ष गरेको थिएँ। अनि 10 वर्ष गरेको कम्पनी चाहिँ छोडेर चाहिँ म फेरि नयाँ कम्पनीमा चाहिँ सेल म्यानुफ्याक्चरिङ कम्पनीमा चाहिँ गएको छु। ब्याट्रीहरू बन्ने कम्पनी हो। यहाँ नजिकै रहेको छ बस टर्मिनल पनि। म लगभग मेरो कोठाबाट चाहिँ 1 मिनेटमा बस टर्मिनल आइपुग्छ। अनि आज शनिबारको दिन काम थिएन। काम नभएको कारणले गर्दाखेरि गाडीको चाहिँ एकदम होसियार गर्नुपर्छ यहाँनिर। यो बस टर्मिनल आइपुग्यो। सानो बस टर्मिनल छ यहाँनिर, देख्न सक्नुहुन्छ यो बस टर्मिनल। अहिले कोरियाको मौसम पनि एकदम रमाइलो छ एकदम है। लगभग 5 महिना लाग्न आँटिसक्यो। अनि त्यस्तो गर्मी पनि छैन। अनि मौसम रमाइलो भएको कारणले गर्दाखेरि बाहिर निस्किँदा पनि एकदम रमाइलो, एकदम प्रफुल्ल महसुस हुन्छ। जाडो महिना चाहिँ एकदम अल्छी लाग्दो भएको कारणले गर्दाखेरि चाहिँ काट्न पनि एकदम गाह्रो हुने जाडो महिना चाहिँ। अनि त्यो बाटोहरू पनि कति राम्रो सफा छ। अनि साइडमा हेर्नु वाकिङ गर्नको लागि हिँड्नको लागि चाहिँ यो बाटोको छेउमा कति राम्रो बनाइदिएको हुन्छ यहाँनिर। एकदम राम्रो सफा सुग्घर यस्तो छ। तोरी हेर्नुहोस् यहाँ, तोरीको तेल खासै खाँदैन यहाँनिर।